अब कुरा गरौँ अब जेन वाई र जेन जीको चाहिँ फेरि यसमा अर्को महत्त्वपूर्ण भूमिका के पनि हुन्छ भन्दाखेरि जेन वाईले यो विश्वास पनि गरिदिनु पर्यो कि अब नराम्रो कमेन्ट मात्र गर्ने के अरे मूर्खहरू तिमीहरूले देश बिगाऱ्यो देशलाई के अरे बङ्गलादेश बनाउन थाल्यो भन्ने मात्र साँच्चै भन्नुपर्दा बङ्गलादेशको अर्थतन्त्र हाम्रो देशको भन्दा बलियो छ। हामीले अब बङ्गलादेश बनाउन सकेको भए देशमा अलिकति विकास बढी पनि हुन्थ्यो होला, त्यस्तो पनि हुन सकेको छैन। सो भन्दाखेरि के भनिरहेको छु अलिकति सोचेर पनि भनौँ र हाम्रो देश बङ्गलादेश बनाएको छैन र बन्दैन पनि है। अनि त्यही अनुसारले फेरि त्यही नै हुन्छ भनेर नेगेटिभिटी मात्र फैलाइराख्ने, तिमीहरूले नै मूर्ख हो, तिमीहरूले नै जलायो भनिराख्ने हो भने त किनै कुरा गर्नु पऱ्यो र होइन। तपाईँ यो भिडियो नै किन हेर्नुहुन्थ्यो होला र यदि त्यस्तो कुरा गर्ने भए। यदि तपाईँले यदि त्यस्तो सोच राखिरहनु भएको छ भने त्यो सोच परिवर्तन गर्न जरुरी छ। त्यो सोच परिवर्तन गरेर ल म पछि आउने पुस्ताले पनि देश अगाडि बढाउन सक्छ भनेर तपाईँले विश्वास गरिदिनु पऱ्यो होइन। अबको जेनजी जो चाहिँ आफू बच्चादेखि हुर्केको गाउँ घर छोडेर चटक्कै छोडेर कुनै एउटा बिरान देशमा गएर दुःख गरेर आफ्नो फ्यामिलीलाई पाल्न सक्न सक्षम छ भने त्यो जेनजीले अगाडि बढेर आफ्नो म सरकार चलाउँछु अथवा म सरकारमा अगाडि बढ्छु, म चाहिँ एउटा के अरे गाउँपालिकाको अध्यक्ष बन्छु, म एउटा नगरपालिकाको मेयर बन्छु अथवा म सांसदै बन्छु भन्नलाई पनि त्यो सक्षम छ र त्यहाँ विश्वास चाहिँ गरिदिनु पर्यो।